नमस्ते, मेरो नाम टासिमोदी चिराङ बुठनबाट। यो चाहिँ मेरो पहिलो ब्लग भिडियो हुनेछ र अब जति दर्शकबिनहरूले हेरिदिनुहुन्छ लाइक शेयर कमेन्टहरू गर्दै सब्सक्राइब गरिदिनु होला। इफ यु एभर एन्काउन्टर वाचिङ माई भिडियो प्लिज सपोर्ट मी। थ्याङ्क यू। पहिला चाहिँ यहाँ ढुङ्गा ठुलो थियो, दुईटा यो देख्न सक्नुहुन्छ होला। तर मैले मार्तलले फुटाएर यति सानो चाहिँ बनाएको छ, किनकि अब यहाँदेखि फाउन्डेसन गरेर अब यति पार्ट वाल लाउँछ नि त। यहाँ वाल लाएर अब माथि भोलिपर्सि कम्प्लिट भइसक्दा अब गाई गोरुहरूलाई खोलेर दिँदा भाडामा दिनु नपर्ने गरेर भन्नु खोजेको चाहिँ यो खालको। अब भाडामा बकेटतिर दिनु नपर्ने गरेर रेडिमेड यहीँ खोले हालेर यहीँ घाँस दिँदा पनि हुन्छ। अब सजिलो हुन्छ नि त। अब घरिघरि भाँडा र बकेटहरू बोकेर ल्याइदिइरहनु पर्दैन। त्यसो गरेर यो खालको पर्कर बनाउने प्लान हो बनाउनेको चाहिँ तल गाईको गल्ली। बिहान 9:30-10 बजीतिर थालेको, अहिले अन्त 4 बज्नु लाग्यो होला सायद। अनि अहिले यहाँ चाहिँ म एक्लै छु। अहिले बाउ चाहिँ तल खोलाको बगरतिर जानुभएको छ, किनकि अब यहाँ ढलाइ गर्नु लागि बालुवाहरू चाहियो। त्यसैले बाउले अब खोलादेखि असरको पानी ठुलो पर्दा खोलाहरूले बगाएर ल्याएको बालुवाहरू खोलाको बगरको छेउछेउतिर पाइन्छ। उसो गरेर बाउले अहिले चाहिँ तल खोलाको बगरतिर हेर्नुभएको छ। अनि आजको लागि यति मात्र होला। अब गाईको गल्ली अब बनाउन थालेको अस्ति 2 दिन जस्तो भयो। अब धेरै नै लाग्छ जस्तो छ। अब 2 जना मात्रै छ, बाउ र म मात्रै मिलेर गर्दैछ अहिले चाहिँ। त्यसरी अलिक दिन लाग्छ जस्तो छ। त्यसैले मेरो भिडियोलाई माया देखाउँदै लाइक सब्सक्राइब र सेयर गरिदिनु होला भन्ने चाहन्छु। हाम्रो यहाँ चाहिँ धान भर्खर पाक्न थालेको छ है। अब यस्तै वाङदी पुनाखा पारोतिर त धान काटेर झारिसकेर सबै कामहरू सकेछ। तर हाम्रो चाहिँ यहाँ अलिक 1 महिना जस्तो समय लाग्छ अब चाहिँ पाक्न लागि। अब हेर्न सक्नुहुन्छ होला पछाडि धानहरू। आज चाहिँ बाउ र मैले मिलेर ढुङ्गाहरू सबै फुटाएर सोलिङहरू गरेर राखेको छु, किनकि अब यो सोलिङ गर्दा लेभलमा मिलाएन भने भोलिपर्सि ढले गर्दा लेभल मिल्दैन नि त। कोही के तल हुन्छ, कोही के माथि हुन्छ। उसो गरेर अब गाईको गल्ली फुल्ली कम्प्लिट हुँदा गाईहरू बाँध्दा पनि अप्ठ्यारो हुन्छ। त्यसो गरेर लेभलमा मिलाएर बनाउनु पर्छ। मैले बिचमा कति भिडियोहरू बनाउन सकेन, किनकि अब काम गर्दा अब क्यामेराम्यान पनि छैन। क्यामेराम्यान पनि आफै भयो, काम गर्ने पनि आफै। त्यसैले अब कति भिडियोहरू मिस भयो मैले बनाउनु। त्यसरी दर्शकहरूदेखि
माग्दै मेरो भिडियोलाई चाहिँ सब्स्क्राइब गरेर लाइक गर्दै शेयरहरू गरिदिनु होला भन्दै आश गर्दैछु। आज चाहिँ डे 4 हो, बाह्र मेरो गाईको कटेरो बनाउने दिन। अनि हिजो भन्नुभएको थियो मैले अब बालुवा, आज चाहिँ बालुवा बोक्नु खोलातिर जाँदैछु म र बाउ मिलेर। अगाडि जानु हुँदैछ, बाउ अगाडि जानु हुँदैछ। तल पुगेछ, यहाँ तल खोला, यहाँ तल खोला छ। बाटो चाहिँ हामी चाहिँ अहिले जुन यहाँ माथि आउनु भएको हामी यसो गरेर अब उकालो बाटो छ, खोलाको बगरदेखि उकालो बाटो बालो बोक्नुपर्छ। ती माथि बाटो साह्रै अप्ठ्यारो छ यता। जुन अहिले बाउ र म बालुवा बोक्नु जाँदैछु त्यो ठाउँ चाहिँ तल पुच्छर यो के अरे धान दिनु हुँदैछ होला, खेत त्यसको मुनतिर पर्छ। त्यहाँदेखि बोकेर माथिदेखि लिएर यहाँ सुन्तला बारी म बनाउँदैछु अहिले। हामीले गाईको गोली चाहिँ बाउ र मैले सायद देख्दैन अहिले राम्रो गरेर। यहाँ तिर्पल ओछ्याएको देख्नुहुन्छ होला। अघि बिहान चाहिँ म र बाउ मिलेर बालुवा बोक्दै थियो। त्यहाँदेखि आफ्टर ब्रेकफास्ट मेरो माइली दिदी र बुढी मिलेर हामी दुईजना सघाउँदैछ। अहिले चाहिँ बाउ र म दिउँसोको खाना खायो रे। बाउ र म मात्रै बालुवा बोक्नु लागेको। अहिले चाहिँ म खाली खुट्टा हिँडिरहेको छु भन्नु पर्यो। गमबुट अलिक टाइट भएर खुट्टा सबै पिल्साएर हालत त्यस्तो बनाएको छ।
त्यसरी म चाहिँ खाली खुट्टै हिँडेर पनि अहिले चाहिँ धक्कै मार्दैछ एक दौरानमा चाहिँ यहीँदेखि गाउँबाट छोडेर गएको थियो कि साह्रै पिल्सायो भनेर। नमस्ते। आज चाहिँ बिहानदेखि बालुवा ओसार्न थालेको, आज यति चाहिँ ओसारिसक्यो भनौँ न। अब लन्च खाएर चाहिँ बाह्र म मिलेर 2 बोरा ओसार्न सक्यो। जम्मा गर्दा अब 4 बोरा जस्तो चाहिँ सक्यो भनौँ ओसारेर। मैले कति भिडियोहरू मिस गर्यो बिचमा बनाउनु, किनकि अब जिउमाथि भारी बोकेर अप्ठ्यारो बाटो हिँडेर अब भिडियो बनाउनु पनि सकेन। अब जुन चाहिँ अघि दिउँसो माइली दिदी र मेरो बुढीहरूले अब अलिअलि बालुवा बोक्नु सकेको थियो। अन्त त्यो भिडियोहरू बिचमा कुनै अब मिस भयो भिडियोहरू। अब भोलि पर्सि तपाईँहरूलाई मेरो भिडियो हेर्नु भयो भने चाहिँ अब स्टोरी चाहिँ अब भिडियो चाहिँ डिटेलमा देख्दैन नि त, अब स्टोरी मोडमा जाँदैन नि त। त्यही भएर अब नेक्स्ट भिडियो बनाउँदै चाहिँ म चाहिँ अब डिटेलमा देखाउन चाहन्छु भन्दै मेरो भिडियोलाई माया देखाउँदै अब नेक्स्ट टाइम बनाउनु लागि अब यो भिडियो हेरेर अब अडियन्सहरूले दर्शकहरूले राम्रो कमेन्ट मोटिभेट गरिदियो भने चाहिँ म नेक्स्ट भिडियो बनाउने छु र डिटेलमा सबै दर्शकहरूलाई देखाउन चाहन्छु भन्दै यतिमा धन्यवाद।